देख्दै हुनुहुन्छ रोशन दा हाय बाय हाय कुमार बाय 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 अन्त तपाईं पनि बाय गर्दिनु ओके यो यो जहाँ गए पनि हुन्छ अरे Oh, Nana, come here. Let me make your hair. Okay. Fish? Yeah, it's a lucky bunny. Oh, yes. Tara, you took to draw like the river. Ubo, when I go Matty, Udo, when I go Tona. Hi. La la la, jump, jump. Started, cheap linza. Everyone, welcome back to my channel. So new day, new vlog. अहिले चाहिँ हामी कोमाजीकोमा छौँ चाबेल हिजो हामी यता आएको अनि हाम्रो आजको प्लान हामी चाहिँ गान्तोक र पोखरा जान लागेको अनि अहिले यस्तै 6 कति भयो होला अनि गाडीलाई वेट गर्दै छौँ सबैजना उता हुनुहुन्छ आदि यता मेरो चाहिँ यस्तो छ धेरै छैन मैले चप्पलमै गएको हामी चाहिँ वेट गर्दैछौँ को सबैजना यहीँ छौँ है लिमिज यहाँ हाम्रो गाडी चाहिँ यही हो भनेको तर मान्छे नै कोही हुनुहुन्न ए हो होइन यो खेलिदिइराख्नु भएको भए हुन्थ्यो नि को पो त्यहाँ हुनुहुन्छ मेरो चाहिँ यति धेरै ब्याग छ यहाँ पछाडि पनि छ भ्लग गरिराख्नुपर्छ होइन किन भन्दा भरै गाडीले माथिहाल्यो भने पनि अलस तलस भइरहेको हुन्छ नि त अहिले चाहिँ फ्रेसमा बनाउनुपर्छ होइन गोपा दुईजना कोमाहरू त्यहाँ हुनुहुन्छ अनि अर्को रोशन दाई ऊ पढाउनुहुन्छ ए हाम्रो अङ्कल चाहिँ आउनु भएछ ल यो सामान हालौँ अब कोमाजी हेल्प 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 कोमाजी हामी अब कहाँ जाँदैछौँ भन्नुहोस् त फेरि एकपल्ट पोखरा जाँदैछौँ हामी त रमाइलो गर्न यस कस्तो राम्रो देख्यो कलरले पनि खुल्यो ज्याकेट चाहिँ बोकिन हुन्छ ज्याकेट माथि नि पानीहरू पर्दैन स्ट्रङ कोपा आया मेरो त हातमा छापै बसेछ नि हो ठिक छ अरू छैन सक्यो त्यति हो हामी 2 दिनको लागि मात्रै गएको नि त जस्तै आज हामी गान्तोक बस्छौँ अनि भोलि चाहिँ हामी पोखरा जान्छौँ अनि पर्सितिर चाहिँ फर्किन्छौँ कि अनि त्यही भएर मन्दिर पनि जान्छौँ होइन पूजा पनि गर्नु छ अनि यस्तै छ मेरो भ्लग हेर्दै गर्नुहोस् पार्ट 1 पार्ट 2 मा हाल्छु भनेर सोचेको छु तर हेर्नु Baby, where are we going, you know? Boating, yes. Boating pani ho. Ani? And? Fish? And there is a mermaid underwater. Mermaid? Bye bye. ल अब हामी जाने है त ल म चाहिँ अगाडि बस्नु गएकै ओ माई गड खोल्दैन न त ए ओके ओ माई गड अहिले नै कस्तो हुँदैछ
ल सबैजना रेडी हो देख्दै हुनुहुन्छ रोशनदा हाई बाई हाई कुमार बाई हुन्छ तपाईँ पनि बाई गरिदिनु ओके यो ओ माई गॉड के भयो लेट्स स्टार्ट आवर ट्रिप गीत बजाउँदै यो जहाँ गए पनि हुन्छ अरे सेलरोटी तातो छ फेरि गाडीमा बस्नुपर्छ यो दिनले हुन्छ क्या नि ए ए ए अरे ए ए भमिटेहरू भन्नु भनेको पकाउँदा पकाउँदा लक्ष्मी निकाल्दैन नि यस्तो रोटी खान्छ ल काको फेरि भयो नि कोही सुझाव छैन नि तपाईँको जिम्मा यस्तो ठुलो छ पोखरा चाहिँ आइपुग्यौँ तर यस्तो गाह्रो भएन यस्तो गाह्रो भयो कपाल पनि यस्तो झुरुर भइरहेछ नाना र लिम यहाँ छ हाई लिम पनि त्यस्तै भइरहेछ यो चाहिँ यस्तो टाउको दुख्यो होइन यस्तो टाउको दुख्यो यस्तो गाह्रो भइरहेछ यार गाडीले त नफाप्ने रहेछ ल ओके अब हामी आम खान जान्छौँ है बोल्नु पनि मन छैन क्या यस्तो गाह्रो हुन्छ ठिक छ अलिकति अब फ्रेस हुनु पर्यो मन पर्यो तर ठिक छ मामा आयो हामी सबैजना यहाँ छौँ हाम्रो साइलीकोमा अर्को कोमाजी रोशन दाई कोपा रवि दाई नाना वाउ नाइस हातले खानु पर्यो है हजुर आयो आयो म त हातले खान्छु अब त आइपुग्नु आँट्यो होला होइन जाऊ हामी पनि बाहिर
मेरो नेल्स हातले माम खायो भने चाहिँ नेल जस्तो हुन्छ है यस्तो झन् अब चाहिँ हामी जाने तर कस्तो डरलाग्दो गर्मी रहेछ उहाँ चाहिँ पोज दिए हुन्छ नानीले फोटो खिचिदिँदै हुनुहुन्छ क्या गर्मी भयो माम खाएर फेरि बस्न थाल्नु भएको नानाले चाहिँ सबैजनाको फोटो खिचिदिँदै हुनुहुन्छ हामीलाई चाहिँ यहाँ खाएको थियौँ माम फेरि गाडीमा चढ्नुपर्छ ओ माई गॉड अझै घान्द्रुक पुग्ने चाहिँ 2 आवर्स जति लाग्छ अरे अझै त्यहाँबाट पनि हिँड्नुपर्छ Wow, the view. Oh, Sittal boyo. We are going Gandruk. त्यहाँ मात्रै क्लाउड रहेछ फगी रहेछ भनेको त कि नानाले आगो बालिरहेछ हुनु पनि रहेछ अनि मलाई नानाले सहरिया भन्दै जिस्काउँदै हुन्छ काफल एक के पो ए ऐसेलु खम एकैछिन फेरि दिनुहुन्छ क्या दुधौ न ऊ दादा पनि खानुहुन्छ अनि अमिलो हुन्छ गुलियो हुन्छ चाख्नुहोस् त गुलियो हुन्छ नि मलाई अलिकति साना मलाई अलिकति हो 100 रुपियाँ काँडाले पोल्छ नि त टिप्दा अरे कन्फ्युज होला माथिदेखि आएको कि तलदेखि गएको सरियाहरू गान्द्रुक वेलकम र सबैलाई वेलकमै गान्द्रुकमा सकेको छैन on the way होइन यहाँबाट गयो भने 2 घण्टा हिँड्नुपर्छ अरे बाटो बन्नेको छैन अरे त्यहाँबाट माथि जानुपर्छ त्यहाँबाट आधी घण्टा त हेरौँ अब नाना यति धेरै एक्साइटेड ऐसेलु यति धेरै एक्साइटेड देखाएको कस्तो राम्रो देखेको नानाले देखाउनु हामी आयौँ तर पानी पर्दैछ हल्का कति धेरै कस्तो मजा आयो खचडे White? Oh, you love white? Okay. White? I like white. You like white? Yeah, white. Oh, राम्रो रहेछ बाटो यो चाहिँ बाटो अलि राम्रो आयो अघि त अब यहाँदेखि चाहिँ हिँड्नुपर्छ कोमाजीले लिन्छ के खाएको कार्टुन पो खानु कति धेरै खच्चड सामान निकालेको होइन हिँड्नुको लागि रेडी खोइ कोमाजी यता हेर्नुहोस् त
कोपा पनि रेडी हिँड्नुको लागि तर भएन रेडी ऊ चाहिँ खच्चड हो ए कपाल सानो भएको चाहिँ खच्चड घोडा ए ओके हामी चाहिँ हिँड्ने भनेको होइन तर हिँड्नु परेन अलिकति चाहिँ पर्छ अरे हामीले चाहिँ भक्कु खच्चड भनेर फोटो खिचेको थियौँ कत्रो पानी परेको मैले त खच्चड होइन रहेछ कि घोडाको रहेछ पानी ओ माइ गॉड पानी एकदमै पर्यो ओके बेबी हजुर दिदी पानीको थोपा देखेर तर्सिने कोमाजी भिड देखेर तर्सिने आज के घोडालाई कच्चर मार्ने रमाइलो भएर हाम्रो टुर रमाइलो कस्तो कस्तो भट्टा चाहिँ हाम्रो अलिकति राम्रो बाटो छ 2 महिना कस्तो दामी देखेको ओ पर कस्तो दामी हिमाल हिउँ क्या दामी देखेको अब चाहिँ फाइनली गान्तोक आज जस्तै लाग्दैछ बाटो हेर्दा कस्तो राम्रो तर मेरो फोनबाट खै राम्रै देखेन हौ अब यहीँ हेरे लास्ट तलपट्टिदेखि चाहिँ बाटै छैन रहेछ यहाँ पार्किङ गर्छ मेरो कपाल यस्तो भयो अब सबैजना तिमीले यो भन्नु फेरि सामान झार्ने अनि जाने म तपाईँ जान्छु सो हामी यहाँ आइपुग्यो होइन अनि म चाहिँ यो अलिकति प्यान्ट फोल्ड गर्नु पर्यो भनेर किन भन्दा चाहिँ मैले चप्पल लाएर आएको ठिकै भएछ किन भन्दाखेरि अब हिँड्नुपर्छ यस्तो जाडो छ ज्याकेट बोकेर आएको पनि काम लाग्यो मेरो अघिको नेल्स येल्लो थियो फेरि वाइट आफै भयो Lim is here. I see. Hey, come here. Let me make your hair. Okay. कहाँ जाडो भएको छ कि छैन मलाई त साह्रै जाडो त भएको छैन अब चाहिँ हुन्छ कि जस्तो छ अब चाहिँ ल बाई गर्दौ नि त ल जाउँ सबैजना रेडी ल जान्छ दुईटा हातले ल हामी चाहिँ अब हिँडेको तर पुरा बाटो चिप्लो रहेछ के जस्तो हुन्छ अरे कपाल कपाल चाहिँ सुटकेस गुडाउन अरे बाटो चाहिँ यस्तो छ कोपाले के पिस देख्यो अरे अनि तिम्रो नातिनी गुडा जस्तो हुन्छ अरे आयो हामी चाहिँ अब लागेकै ओह्रालो कसले लाठी दिनु भयो फेरि कोमाले आफै रेडी गर्नु भएको नि कसले दिनुपर्छ दुईजना पार्टनर मिलिहाल्छ त्यहाँ छिटो लट्ठी पनि अब यहाँ तर यो त कस्तो डर लाग्दो है यो बाटो त हेर्नु त गाडी त नजाने नै रहेछ हो रहेछ बरु बाइकहरू चाहिँ जान्छ हल्का ए हो के हो पल्टन लागेको के हो एकजना चाहिँ
यहाँदेखि त सबैजना वाकै रहेछ है गाडीहरू तल त्यो अघि हामीले रोकेको ठाउँसम्म मात्रै आउँछ भनेर त्यहाँ भन्नुहुन्छ तर आउँछ गाडी माथिसम्मै तर अलिकति वेल ड्राइभ गर्न जान्ने मान्छेले मात्रै ल्याउन सक्नुहुन्छ जस्तो लाग्यो हाम्रो ड्राइभर दाइले चाहिँ खत्रै चलाउनु भयो नि त त्यही भएर ल बिस्तारै बिस्तारै जाउँ सबैजना हाम्रो दुईजनालाई नपर्खिनु रोशन दाइ र ड्राइभर दाइलाई अनि त एकछिन बिस्तारै जाउँ हजुर सुन्नु न हामी होइन आज जाँदाखेरि के एकछिन हौ अबै कहाँबाट जानु भोलि हामी तर तपाईँलाई पनि थाहा भएन है प्लान फेरि यस्तो गरेर आएर चाहिँ कति राम्रो देख्यो वाउ हिमाल हिमाल अरे हिउँ हिमाल यतापट्टि पनि छ वाउ सो प्रिटी कस्तो राम्रो देख्यो त्यहाँ पुगिसक्नु भयो सबैजना हाम्रो लाउरे पनि लाग्यो अब ल जाउँ ओ माय गॉड हाम्रो बाटो क्या फ्रेस भयो दिस इज डे 1 गान्द्रुक डे 1 यस्तो मजा आयो भनेर क्या राम्रो देखेको कस्तो राम्रो अघि उकालो अहिले ओह्रालो ला कहाँ गयो हाम्रो मान्छे नाना नाना कुन साइड हो बोलाउँदै जानुपर्ने छ ए हो कस्तो दामी हिमालको यहाँदेखिको वाउ वाउ मेरो मुखबाट आज वाउ मात्रै आउँदैछ किन भन्दा यस्तो छ नि त ला बोलाउनु पर्छ फेरि अब ए उन्दो हो ठिक छ मेरो कपाल कस्तो भइरहेछ नि आया धन्न थोरै लुगा बोकेको ठिकै भएछ अनि चप्पलमा आएको पनि एकदम ठिक भएछ गाडीमा पलेटी मार्नु पनि सजिलो अनि अहिले हिँड्दाखेरि पानी पर्यो भने पनि नो प्रब्लम जुत्ता बाटोले हुन्थ्यो नि त ठिक छ हामी तिनजना छौँ अहिले चाहिँ खोइ चिया त अब चाहिँ अरे हेरौँ अब पुग्न आँट्छौँ ए रहेछ तलै हो
उँधो उँधो उँभो भनेको माथि उँधो भनेको तल खै ए हाम्रो टिमहरू बल्ल देखेँ है कमाजी खै त हेर्नु नि जाँदै रहेछ त अझै पुगेको ल ल ल जाउँ जाउँ बिस्तारै है चिप्लिन्छ फाइनली 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 यस्तो हिँडेर बल्ल बल्ल आइपुग्यौँ अन्नपूर्ण गेस्ट हाउस रहेछ है त कस्तो यो त मलाई एउटा मुभीमा उयो भएको जस्तो लाग्यो खै ओ दिस इज अन्नपूर्ण गेस्ट हाउस वाउ क्युट रहेछ यस्तो राम्रो हेर्नु न हिमाल के हिमाल हिमाल हेर्नु न हिउँको हिमाल ए हिमालमा हिउँ क्या दामी देखेको राम्रो रहेछ गोइङ अब चाहिँ मलाई के मन पर्यो भन्दाखेरि चाहिँ होइन ठ्याक्क यो हामी बस्ने ठाउँको ठ्याक्क अगाडि या पछाडि चाहिँ त्यो अघि हामीले परदेखिको हिमाल हिमाल हिउँ हिउँ भने ठ्याक्क अगाडि रहेछ क्या त्यो पार्ट चाहिँ मलाई यस्तो मन पर्यो होइन हेर्नु न लुक एट द भ्यू ल यो हामी बस्ने ठाउँ होइन ठ्याक्क पछाडिपट्टि हिमाल ओ माई गड I am so happy. Happy, happy, happy. ल चलो Oh my god. लिम्चुङ वाउ ल भयो Oh my god. प्रीति प्रीति वाउ ल चलो नाना हामी अघि के हो हिउँ हिउँ भन्ने कस्तो खुसी भयो होइन ड्रोन ड्रोन होटेलकै अगाडि क्या ए ड्रोन पनि रहेछ ए उनीहरूले लिएको होला तर होइन क्या ठ्याक्क हेर्नु न कस्तो राम्रो क्या होटेलकै पछाडिपट्टि भ्यू होइन जस्तो क्यामेराले क्याप्चर गरेछ त्योभन्दा बेस्ट छ है भ्यू चाहिँ ल लेट्स गो आया अब रेस्ट गर्नुपर्छ कस्तो लाग्यो होटेल होटेल मलाई त राम्रो लाग्यो कमाजीलाई राम्रो राम्रो लाग्यो कि लाग्यो राम्रो लाग्यो भन्नु राम्रो ओके यता खै अर्को कोमालाई कस्तो लाग्यो राम्रो राम्रो है कोपाजी राम्रो म बोरा बोकेर हिँड्दैछु राम्रो लागेछ बोरा नानालाई रोज तपाईँलाई कस्तो लाग्यो एकदम दामी तपाईँलाई नाइस हाम्रो नेपालको यस एकदम के भन्ने ल धन्यवाद है थ्याङ्क यू त्यति बोलिदिनु भयो यो हाम्रो नेपालको भयो त्यति हामी अब क्युट नमस्ते नमस्ते त्यहाँभित्र रहेछ ओके रुम चाहिँ त्यहाँ एन्ड मेन भ्यू ओ माई गड अब चाहिँ दामी देख्यो हामी चाहिँ रुम आइपुग्यौँ अब हामी रेस्ट गर्छौँ अनि त्यसपछि हेर्छौँ के गर्छौँ नत्र भए चाहिँ भ्लग आजको लागि त्यसमा यति नै है पार्ट 2 आउँदैछ है यो पछिको रमाइलो अझै अर्को पार्टमा आउँदैछ किनभने यो भ्लग एकदमै लामो भयो नि त अनि त्यही भएर सो आजको लागि भ्लग यति नै थ्याङ्क यू फर वाचिङ डु लाइक शेयर सब्सक्राइब एन्ड कमेन्ट सी यू इन द नेक्स्ट भिडियो सेकेन्ड पार्ट